होइन, गगन थापा युवा अनुहारको कुख्यात मानिस हुन् कि उहाँको पब्लिक इमेज राम्रो छ। गगन थापाको कुन ट्र्याक रेकर्ड हिस्ट्री उज्यालो छ। अनि विश्वप्रकाश शर्मा तिनै मान्छे हुन् जो पश्चिमा शक्ति केन्द्रसँग गाँसिएका छन्, यो कुरा सबैलाई थाहा छ। गगन थापा भन्दा कैयौं गुणा फार बेटर असल व्यक्ति हुन् पूर्णबहादुर खड्का, जसको जीवमा एक थोपो भ्रष्टाचारको दाग छैन। न उहाँ 2008 देखि अमेरिकन की कन्ट्याक्ट पर्सन, न उहाँले बिपी गोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्दाखेरि करोडौँको ब्रिफकेस आदान प्रदान गर्नुभएको छ। न उहाँले नक्कली किसान बनेर प्याक्टबाट करोडौँ रुपियाँ जिप्टाउनु भएको छ। न उहाँ कुनै धन्दा सेठ हो। काङ्ग्रेस जस्तो दक्षिणपन्थी पार्टीले अब नेपालमा कुन रामबाण औषधि प्रयोग गर्न सक्छ जसले नेपाली समाजका समस्याहरू छुमन्तर हुन्छन् अनि खुट्टी हेर्दै चाल पाइन्छ। नेपाली काङ्ग्रेसको सोकल्ट विशेष महाधिवेशनका स्टार वक्ताहरू को थिए? विनोद चौधरी, जसले बाँसबारी छाला जुत्ता कारखानाको महत्त्वपूर्ण जग्गा कब्जा गरेका थिए र अन्य धेरै ठाउँमा सरकारी जमिन हडपेका छन् र यी सोकल्ट उद्योगपति। अनि अर्को 2048 सालमा अर्थ राज्य मन्त्री हुँदा गिरिजाको भान्जो भएको कारणले अर्थ राज्य मन्त्री भए। त्यतिखेर नेपालका सबै उद्योग धन्दाहरू कौडीको दाममा बेच्ने निर्णय गर्ने महेश आचार्य, नव उदारवादको निखोर उत्पादन, उनी त्यहाँका वक्ता थिए। त्यसै गरी मेडिकल माफिया भनेर चिनिएका, बाहिर कस्मेटिक छवि बनाएका 30 वर्ष अगाडिका रिक्सावाल अहिलेको अरबपति सुनिल शर्मा, जसको एसएलसी र +2 को सर्टिफिकेट पनि विवादमा छ। त्यसै गरी बाहिर लोकाचार, भित्रभित्र मानाचार। नरोत्तम वैद्यजी, जो नेपाली काङ्ग्रेसको तर्फबाट योभन्दा अगाडि प्रदेश सभाको सदस्य हुनुहुन्थ्यो, उहाँले भनेअनुसार गिरिजाप्रसाद कोइरालाको निर्देशनमा भारतीय दूतावासबाट भारतीय नोटका बन्डलहरू लिएर सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हराउन लाग्ने अन्तर्घाती चन्द्र भण्डारी, जो भित्रभित्रै करोडौँपति छन्, बाहिर अभिनय नाटक गर्छन्, त्यस्ता मान्छेहरूको कुडुलो बटुलेर अब रटट भटट गर्ने तारानाथ राणाघाट, जो डेट एक्सपायर औषधि जस्तो भइसके गुमनाम छन्, अनि गोपालमान श्रेष्ठ जस्ता लाइपातेहरू, यस्ता व्यक्तिहरूलाई मञ्चासीन गराएर काङ्ग्रेसले विशेष महाधिवेशनको नाममा इन्डो अमेरिकन काङ्ग्रेसले के सन्देश दिन खोजेको? गगन थापाको भाग्य हो पूर्व बलिरहेछ कि अहिलेसम्म कारवाही गरेको छैन, तर पार्टी नयाँ गठन गर्यो भने यिनीहरूको पार्टीलाई निर्वाचन आयोगले रिकगनाइज गर्दैन। पुनि सर नमस्कार। थ्याङ्क यू सो मच। यति बेला नेपाली काङ्ग्रेसमा युवा नेताहरू भन्ने गगन थापा, विश्वप्रकाशहरूले तहल्का मचाउनु भयो। आफ्नो पक्षमा सिङ्गो काङ्ग्रेसी कार्यकर्ताहरूलाई पार्नुभयो। देउबा लगायतका शीर्षस्थ नेताहरूलाई चाहिँ लगभग भित्तामै पुर्याउनु भयो क्या उहाँहरूले चाहिँ। के भन्नुहुन्छ यो बारेमा चाहिँ? यो मूलभूत रूपमा नेपाली काङ्ग्रेसको महाधिवेशन होइन, नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन होइन, यो इन्डो अमेरिकन काङ्ग्रेसको विशेष महाधिवेशन। इन्डो अमेरिकन हो। तपाईँलाई सुन्दा अस्वाभाविक लाग्यो होला। होइन, यति बेला गगन थापालाई त देश विदेशमा हाई गगन जस्तो मान्छे चाहिँ रहेछ काङ्ग्रेसमा। एउटा एमालेकै धेरै नेताहरूले पनि भन्नुभएको छ, ईश्वर भट्टराई, त्यसै गरी हाम्रो योगेश भट्टराई, त्यसपछि नवीना लामाजीहरूले पनि बलभद्र कोरका पनि उदाहरण दिनुभएको छ कि। होइन, त्यो त अब पार्टीभित्रको इन्नर स्ट्रगलमा संस्थापन विरुद्ध यिनले झन्डा उठाए भनेर तारिफ गरिदिएको हो। अब विपक्षीहरूले काङ्ग्रेस फुटोस् भन्ने हिसाबले धोपाल्या पनि हुनसक्छ। यसलाई स्ट्राटेजिकल रूपमा पनि बुझ्नुपर्छ। त्यस कारणले मैले यो किन भनिरहेको छु भने सिङ्गो नेपाली काङ्ग्रेसको नेतृत्व जस्तै भए पनि, होस्याङ्गे भए पनि, लम्फू भए पनि, वयोवृद्ध भए पनि, महाधिवेशनले चुनेको अहिलेसम्मको सभापति शेरबहादुर देउवाजीले गर्नुभएको छ र इन्डो अमेरिकन काङ्ग्रेसको नेतृत्व गगन थापा, विश्वप्रकाशले गरेका छन्, जसको आत्मामा एमसिसी छ, जसले 2008 देखि अमेरिकन की कन्ट्याक्ट पर्सनको रूपमा नेपालको महत्त्वपूर्ण सूचना विदेशी शक्ति केन्द्रलाई उपलब्ध गराएको कुरो त अमेरिकन शक्ति केन्द्रलाई उपलब्ध गराएको कुरो जुलियन असान्जको 2012 सार्वजनिक भएको विकिलिक्सको प्रतिवेदनले प्रष्ट गरेको छ। अब गगन थापाले 3 महिना धैर्यता राखेर नियमित महाधिवेशनबाट आफूलाई साबित गर्नु पर्थ्यो। त्यो अधैर्यता, यो खालको हुटुटी उनमा किन चल्यो? के उनीमा 3 महिना पछिको नियमित महाधिवेशनबाट सभापति चुनिने कुरामा आत्मविश्वास थिएन? के उनी हार्दै थिए? के उनी नेतृत्व कब्जा गर्न चाहन्छन्? के उनी हाटुट शैली अपनाउन चाहन्छन्? हो, शेरबहादुर देउवाजी अब बिदा हुँदै हुनुहुन्थ्यो।
त्यो वयोवृद्ध उमेरमा पुगेको 84 पूजा गर्न ठिक्क परेको शेरबहादुर देउवा, पितृ हुन थालिसकेको शेरबहादुर देउवा, जो माथि योभन्दा ठिक केही महिना अगाडि जेएनजीको नाउँमा भयानक अमानवीय खुकुरी प्रहार भयो, रक्ताम्बे हुनुभयो, अब बाल बच्नुभयो कालको मुखबाट। अहिले पनि स्वास्थ्य ठिक छैन, बुढेसकालमा टुटेको हड्डी जोडिँदैन भन्छन्। त्यस्तो अवस्थाको शेरबहादुर देउवालाई यिनीहरूले कठैबडा भनेर एक शब्द सिम्पेथीको शब्दहरू प्रकट गरेनन्। अब अहिले जुन ढङ्गले महाधिवेशन प्रतिनिधि भेला गऱ्यौँ भनेका छन् उनीहरूले, इनफ्याक्ट मैले पाएको भित्री सूचना अनुसार त्यहाँ 40-45% मात्रै महाधिवेशन प्रतिनिधि हुन्। बाँकी अब कोही पार्टी छाडिसकेका, कोही मरिसकेका, कोही के नक्कली लिस्टहरू पनि त्यहाँ अपडेट गरेको छ। हिजो खासखुस गरेको एउटा भनेर यो जनमत गगन विश्वमा छ भन्नुको कारण चाहिँ फेक। ए बाबा, तपाईँलाई भन्छु, नेपाली काङ्ग्रेस गत निर्वाचनको 27 लाख समानुपातिकको मालिक हो। 27.5 लाख समानुपातिक भएको दलको एउटा टुकडी, एउटा गुटले भेला गर्दा के भन्छन् केटाहरू, यसो सुनाउनु भनेर बाहिरका मान्छे पनि गइदिन्छन्। उद्घाटन सत्रमा म्याक्सिमम देखिएको भनेको 5-7-10 हजार मान्छे हो ढुकुटी मण्डपमा। ल 15,000 मान्यो, 15,000 म्याक्सिमम मान्छेको बिचमा भिडियो खिच्दाखेरि त्यो लाखौँ जस्तो देखिन्छ। त्यही हो काङ्ग्रेसको महाधिवेशनमा त जसरी एमालेकोमा झन्डै लाखौँ मान्छे भेला भएका थिए, त्यसै गरी काङ्ग्रेस जस्तो प्रथम पार्टी अघिल्लो इलेक्सनमा समानुपातिक प्रत्यक्ष गरेर पहिलो पार्टी भएको, इतिहास रचना गरेको काङ्ग्रेस जस्तो पार्टीको महाधिवेशनमा त खुल्ला मञ्च पनि साँगुरो हुन्छ। भिकुटी मण्डपको कुरै छोड्नुहोस्, त्यहाँ त्यति मान्छे जम्मा हुनु भनेको यो त कुन अनर्थ भएर। अहिले पनि स्पष्ट रूपमा भन्नुपर्दा गगन विश्वको पक्षमा काङ्ग्रेसी कार्यकर्ता समर्थकहरू छैन, होइन, बहुमत छैनन्। र यो काङ्ग्रेस चाहिँ साँच्चै फ्लेक्जिबल लचक पार्टी रहेछ, किनभने यत्रो उदण्डता अनुशासनहीनता देखाउँदा पनि गगन थापा र विश्वप्रकाश शर्मामाथि कुनै कारबाहीको डन्डा काङ्ग्रेसले चलाएन। उनीहरू वाच एन्ड सी, वेट एन्ड सीमा छन्। र सम्भवतः गगन थापा र विश्वप्रकाशले यदि काङ्ग्रेस टुक्राउने अर्थात् नयाँ नेतृत्व चयन गर्ने बित्तिकै काङ्ग्रेस टुक्रिहाल्छ, त्यो भुल गरेछन् भने उनीहरूले जीवनकै सबभन्दा ठुलो ब्लन्डर गर्नेवाला छन्। हेर्नुहोस्, काङ्ग्रेसको अहिलेको आवश्यकता एक कार्यकाल शेरबहादुर देउवाले रिटायरमेन्ट लिइसकेपछि परिपक्व नेतृत्वको रूपमा पूर्णबहादुर खड्का वा शेखर कोइरालाले पार्टीको नेतृत्व गर्नु आवश्यक छ। किनभने गगन थापाभन्दा कैयौँ गुणा फार बेटर असल व्यक्ति हुन् पूर्णबहादुर खड्का, जसको जिउमा एक थोपो भ्रष्टाचारको दाग छैन। उनी कृष्णप्रसाद भट्टराईको स्कुल अफ थटबाट आएका मान्छे, मुखिया खलकको मान्छे हुन्, घर जलो सुर्खेतमा। तर तिनको विनम्रता, शालीनता, धैर्यता हेर्नुहोस्। तपाईँले कुनै पनि कन्ट्रोभर्सीमा पूर्णबहादुर खड्कालाई देख्नुहुन्न। न उहाँ 2008देखि अमेरिकन की कन्ट्याक्ट पर्सन, न उहाँले बिपी गोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्दाखेरि करोडौँको ब्रिफकेस आदान प्रदान गर्नुभएको छ, न उहाँले नक्कली किसान बनेर प्याक्टबाट करोडौँ रुपियाँ जिप्टाउनु भएको छ, न उहाँ कुनै धन्दा सेठ हो। त्यसकारण पूर्णबहादुर खड्का जस्तो कृष्णप्रसाद भट्टराईको स्कुल अफ थटको सच्चा उत्पादन, बिपी कोइरालाको आदर्शमा हिँड्ने व्यक्ति नै एक कार्यकालको लागि सभापति हुन सक्छन्। अथवा त्यो विकल्प नेपाली काङ्ग्रेसको नियमित महाधिवेशनवालालाई मान्ने भएन भने शेखर कोइराला, जसले शालीनता देखाउनु भएको छ, धैर्यता देखाउनु भएको छ, परिपक्वता देखाउनु भएको छ, कोइराला वंशवृक्षको वा उज्यालो कुलदीपक हुन सक्नुहुन्छ, उहाँलाई सभापति बनाएर लानुपर्छ। र गगन थापाले अर्को महाधिवेशनको वेट गर्नुपर्छ। यदि सभापति हुने हो भने प्राइम मिनिस्टरको क्यान्डिडेट पनि काङ्ग्रेस संसदीय दलले छान्ने हो। तपाईँले सिधै गगन थापालाई विदेशबाट परिचालित जस्तो भन्नुभयो। होइन, गगन थापा युवा अनुहारको कुख्यात मानिस हुन्। अनुहार मात्रै युवा हुन त हिजो एउटा भिडियो हेरेका थिएँ, उमेर त म र उहाँको खासै फरक छैन, 1-8 वर्ष उहाँ जेठो हुनु होला बढीमा, अथवा एउटै उमेर होला। तर उहाँ ज्यादै बुढो देखिनु हो। उहाँ वास्तवमा थाक्नु भएको छ। अहिले बाहिर जति ऊर्जा र जोस देखाए पनि गगन थापाको नैतिकता लत्रिसकेको छ कि उहाँको पब्लिक इमेज राम्रो छ। काङ्ग्रेस जस्तो दक्षिणपन्थी पार्टीले अब नेपालमा कुन रामबाण औषधि प्रयोग गर्न सक्छ जसले नेपाली समाजका समस्याहरू छुमन्तर हुन्छन्, अनि खुट्टी हेर्दै चाल पाइन्छ। नेपाली काङ्ग्रेसको सोकल्ट विशेष महाधिवेशनका स्टार वक्ताहरू को थिए? विनोद चौधरी, जसले बाँसबारी छाला जुत्ता कारखानाको महत्त्वपूर्ण जग्गा कब्जा गरेका थिए र अन्य धेरै ठाउँमा सरकारी जमिन हडपेका छन्। र यी सोकल्ट उद्योगपति
अनि अर्को 2048 सालमा अर्थ राज्य मन्त्री हुँदा गिरिजाको भान्जो भएको कारणले अर्थ राज्य मन्त्री भए। त्यतिखेर नेपालका सबै उद्योग धन्दाहरू कौडीको दाममा बेच्ने निर्णय गर्ने महेश आचार्य, नव उदारवादको निखोर उत्पादन, उनी त्यहाँका वक्ता थिए। त्यसै गरी मेडिकल माफिया भनेर चिनिएका, बाहिर कस्मेटिक छवि बनाएका 30 वर्ष अगाडिका रिक्सावाल अहिलेको अरबपति सुनिल शर्मा, जसको एसएलसी र +2 को सर्टिफिकेट पनि विवादमा छ। त्यसै गरी बाहिर लोकाचार, भित्रभित्र मानाचार। नरोत्तम वैद्यजी, जो नेपाली काङ्ग्रेसको तर्फबाट योभन्दा अगाडि प्रदेश सभाको सदस्य हुनुहुन्थ्यो, उहाँले भनेअनुसार गिरिजाप्रसाद कोइरालाको निर्देशनमा भारतीय दूतावासबाट भारतीय नोटका बन्डलहरू लिएर सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हराउन लाग्ने अन्तर्घाती चन्द्र भण्डारी, जो भित्रभित्रै करोडौँपति छन्, बाहिर अभिनय नाटक गर्छन्, त्यस्ता मान्छेहरूको कुडुलो बटुलेर अब रटट भटट गर्ने तारानाथ राणाघाट, जो डेट एक्सपायर औषधि जस्तो भइसके गुमनाम छन्, अनि गोपालमान श्रेष्ठ जस्ता लाइपातेहरू, यस्ता व्यक्तिहरूलाई मञ्चासीन गराएर काङ्ग्रेसले विशेष महाधिवेशनको नाममा इन्डो अमेरिकन काङ्ग्रेसले के सन्देश दिन खोजेको? गगन थापाको भाग्य हो पूर्व बलियो रहेछ कि अहिलेसम्म कारवाही गरेको छैन, तर पार्टी नयाँ गठन गर्यो भने यिनीहरूको पार्टीलाई निर्वाचन आयोगले रिकगनाइज गर्दैन। किन गर्दैन भने निर्वाचन आयोगले चिन्ने भनेको अघिल्लोचोटि आधिकारिक रूपमा काङ्ग्रेसको निर्वाचन आयोगद्वारा प्रमाणपत्र प्राप्त गरेको केन्द्रीय कार्य समितिको केन्द्रीय कार्य सम्पादन समिति, जसको सभापति शेरबहादुर देउवा छन्, त्यो केन्द्रीय कार्य सम्पादन समितिले महाधिवेशनमा जाने निर्णय गरेको हुनुपर्छ बकैदा। त्यो निर्णय त वैशाखको लागि छ। त्यस कारणले गर्दाखेरि उनले यति हजार प्रतिनिधि ल्याए भनेर फर्जी लिस्ट तेर्साउँदै भए। अब के हुन सक्छ? निर्वाचन आयोगले चिन्दैन, गगन काङ्ग्रेसलाई मान्यता दिँदैन, इन्डो अमेरिकन काङ्ग्रेसलाई शेरबहादुर देउवालाई नै मान्यता दिन्छ। त्यसकारण उनीहरूले पार्टी फुटाउँछन्, अदालत जालान्, के गर्लान्, त्यही भएको काङ्ग्रेस फुट्ने पक्का-पक्की भयो लगभग होइन। लगभग असामान्य चमत्कार भएन भने काङ्ग्रेस फुटको ढिलमा उभिएको छ, लडखडाएको छ। र यसको अपजस काङ्ग्रेसका आफूलाई सोकल्ड सेलिब्रेटी युवा नेता भन्ने गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, सुनिल शर्मा, यिनीहरूले लिनुपर्छ। अब यिनीहरूको पतन हुँदैछ कि उदय हुँदैछ त अबका दिनमा? एउटा कुरो, गगन थापाको कुन ट्र्याक रेकर्ड, हिस्ट्री उज्यालो छ। अनि विश्वप्रकाश शर्मा तिनै मान्छे हुन् जो पश्चिमा शक्ति केन्द्रसँग गाँसिएका छन्, यो कुरा सबैलाई थाहा छ। बाहिर अर्कै फेस छ उनको। अनि पार्टीलाई सङ्कट पर्दा हिमालय आरोहण भनेर उता दौडिरहेको थिए, सगरमाथातिर दौडिरहेको थिए, चढ्न त सकेनन्, बेस क्याम्पसम्म पुगेका थिए भन्नाले टेलिभिजन सेलिब्रेटी हुन प्रोग्राम चलाइरहेको थिए। यिनीहरूबाट काङ्ग्रेसलाई महाविपत्ति पर्छ। म शेरबहादुर देउवाको प्रशंसक समर्थक होइन, तर यिनीहरूभन्दा चाहिँ शेरबहादुर देउवा फार बेटर छन्। थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद।